एकचोटि इमेजिन गर्ने हेर्नुहोस् त तपाईँको साथ पनि यस्तै घटना घट्यो भने यो अवस्थामा तपाईँ के गर्नुहुन्छ? बिहान बिहानै यो मान्छेले चाहिँ के गर्यो भनेर क्वेसन नगर्नु होला। आज चाहिँ हरेक नेपालीहरूले मनाउने एउटा खुसीको चाड पर्व परेकोले हामीले पनि यसलाई मनाएर इन्जोय गर्ने भयौँ। हामीले आज मोमो बनाएर खाने प्लान गर्यौँ। मोमो बनाउनको लागि सम्पूर्ण सामानहरू रेडी गरिसकेपछि अन्तिममा मोमो बनाउने पिठो किन्नका लागि पसलतिर गए। आन्टीले चट्टसँगले पिठो जोगिदिनु भयो। त्यसपछि घर फर्केर आएर चाहिँ मोमो बनाउनको लागि बाँकी रहेको सामानहरू पनि रेडी गरेर म चाहिँ साथीसँग होली मनाउनको लागि लागेँ। बाटोमा जाँदा जाँदै एउटा पसलबाट होलीको रङ किनेर एकदम जोस जागरमा होली खेल्ने तयारीमा हामी चाहिँ चोकमा पुग्यौँ। मान्छेहरूको एकदमै घना भिड थियो। त्यसपछि हामीले पनि होलीको सबैजनालाई शुभकामना दिँदै होली मनायौँ। होली खेल्दा खेल्दा एकदमै साँझ भइसकेको थियो अनि म चाहिँ घरतिर फर्केँ। दिउँसो होली खेल्दै गर्दाखेरि जुत्ता फाटेछ, कतिखेर फाट्यो पत्तै चट्टसँगले घरमा आएर म चाहिँ नुहाइधुवाइ गरेर बिहान रेडी गरेको मोमोलाई बनाएर खायौँ र आजको मिनी भ्लग चाहिँ यहीँ सकिन्छ।